बढी भयो नि मैले बुझिरहेको के मलाई यति करेन्ट सक्दैन नि खान छोडिदिन्छ नि बिरुवा फेरि पनि स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म यहाँ वसुन्धरा जहाँ चाहिँ मेरो दाइहरू बस्नुहुन्छ त्यहाँ चाहिँ म आएको छु, किनभने आज चाहिँ यसो मुकबाङ च्यालेन्ज भन्दा पनि यसै नर्मल मुकबाङ गरौँ भनेर चाहिँ आज आएको। पहिले पनि मैले एकचोटि गरेको थिएँ साथीसित, र आज चाहिँ एकचोटि दाइहरूसँगै भएको बेलामा रमाइलोसित गरौँ भनेर चाहिँ अब म एकछिनपछि सिधै म मुकबाङ गर्ने बेलामा देखाउने छु। सो अन्तिमसम्म हेरेर माया देखाइदिनु होला। 2000 years later. हेलो गाइज, आज हामी मुकबाङ गर्न जाँदैछौँ र आज मसित मेरो दुईजना दाइहरू हुनुहुन्छ साइडमा। सो हामी स्टार्ट गर्छौँ है त अब। अनि हामीसँग यहाँ चटनी पनि छ है, कोहीबेला र धनियाँको दाल छ, अनि त्यसै गरी आँप, अनि यहाँ चिकन देख्न सक्नुहुन्छ। एउटै हो। पानी पाऊँ त यो भेन्टाको तरकारी, भेन्टा होइन अरे, भेन्डी भेडी मात्र हो त भेडी आलु छ है अनि अझ दुईटा खुर्सानी थप्छु चटनीमा। सुरु खा पहिलेबाट फ्रान्सको सबैहरू हामी सबैलाई थाहा सबैलाई थाहा क्या थाहा छ फ्रान्सको भन्नु त फ्रान्समा अलिक दुश्मन छ, कसले भनेको छ मैले हेरेको थिएँ। दुश्मन छैन फ्रान्समा दुश्मन निस्किसक्यो भाइ, भिटामिन निस्क्यो फ्रान्सबाट। मन लाग्यो भने मिठो भन्छ यहाँ हाँस काटी आनिदियो मजा नि हेर्नुपर्छ। अब चाहिँ हामी लास्टमा भ्याउनेछौँ। अनि यहाँ पिरो पिरो भइरहेको छ। अलिक बढी भयो नि त्यही भने मलाई आम खानु मन लाग्छ कि मैले बुझिरहेको के मलाई पिठ हाल्नु होइन हो त्यो मनमै गरेर खाँदै भेन्टा अहिलेलाई भिन्डा खानु अघिसम्म थियो, अहिले छैन, सकिसक्यो। चटनी दाइले बनाएको होइन, मैले 3 स्टार। म चाहिँ बिरो हुन थाल्यो। करेन्ट त खाली अस्ति कतिखेर यति करेन्ट सक्दैन नि खान छोडिदिन्छ नि बिरुवा यत्तिकै ऊ त्यो अस्ति नै भिडियो बनाएको थियो नि, त्यति बेला नि प्लास्टिकमा लिएर गएको घरमा नसकेर। यो पिरो खान्छ भन्छ पहिला एकछिन खानु चाहिँ होइन यो हाल्नै ऊ भयो क्या, यता चुइने है। अब दाल क्यान्सिल तरकारी यसमै हाल्ने दाल यसमा हाल्नु प्रत्येकले दियोस् नर्मल स्पिडमा खाएको ओरिजिनली होइन क्या,
नर्मल हाल्यो धेरै छिटै खानु नि त स्पिड भने स्पिड अरू छोड्नु न म आफै छिटोउने मान्छे हो म सँगै छ त सँगै यति त गर्नु पर्यो नि त्यो चटनीमा नि लसुन क्या गुवा नि जम्मा दुइटा हाल्यो क्या होइन अनि किनेको वालाको ठ्याक्क त्यो आउँदो रहेछ क्या त्यो सर्के इङ्ग्लिसबाट आउने क्या दाइले त खाना नि भेजिनु भयो अहिले खाना खाँदा आँप खाँदा भइसक्यो प्रतिलाई आँप सकिने रे क्या खोइ लास्टमा चाहिँ दाल चाहिने भयो सुरुमा यति खाइदियो तरकारी सक्यो यसो बोर्डकोमा तरकारी बाँकी छ चटनी पनि बाँकी छ पर्यो किचनको नि हाल्ने क्या कसले भाँडामा चाहिँ हालिदिनु न गएर बिहानदेखि सबै र दाजु चाहिँ उठेर गइसक्नु भयो एकदम छिटो बिल्ला हुन्छ त लास्टमा त माहा मिल्यो चटनी खाने हाल्यौँ त्यति हो नयाँ हो क्या दाल पनि सकिन लाग्यो तरकारी सकिसकेको छ सबै आँपमा जानु पऱ्यो एउटा एक कुरा कि मैले आँपमा हालेर चटनी प्रति बुकमा त्यो सबै एउटा आँप एकदम मिठो रहेछ त्यसै हल्का अमिलो मात्र खायो गोलियो थम्नेल घप्ला जस्तै हो क्या खायो सँगै भएर मान्छे एउटा मान्छे गायब भिडियोबाट लास्टमा त प्रतिले अगाडि काट्ने हाल्ने मात्रै रहेको पछि चाहिँ लास्टको पार्ट मात्रै हजुर खाना सक्यो नि त अब के गर्ने किमा नुडल्स पनि गर्नुपर्छ त्यसलाई यो नुवाकोटको आँप हो यो के होइन रामेछापको हो ए सो थ्याङ्क यू सो मच फर है दाजु एन्ड भाउजू खाना एकदम मिठो थियो अन्तिमसम्म नै बसेँ म चाहिँ दाइहरू चाहिँ अघि नै उठेर गइसक्नु भयो र के अरे सो त्यही नै हो खाना एकदम मिठो थियो दाइ र भाउजूले एकदम मिठो बनाउनु भयो फेरि पनि म यस्तै मुखमा भिडियो लिएर आउनेछु सो आजको लागि भिडियो यति नै हुनेछ हस् नमस्ते